जस्ट इमेजिन गर तिमीले आज एउटा निर्णय ल्यायो अरे अनि त्यो निर्णयले तिम्रो आउनेवाला फ्युचरलाई बदलिदियो अरे। इट माइट बी अर्डिनरी बस जस्ट वान कम्प्लिमेन्टरी क्यान चेन्ज यर लाइफ। तिमीले पत्ताउन होला तर तिमीले आज भर्खर लिएको डिसिजनले तिम्रो आउनेवाला 10-15 वर्षलाई डिसाइड गर्नेवाला छ। सो अब तिमीले यस्तो डिसिजन कसरी बनाउने भनेर मैले यो भिडियोको एन्डिङमा चाहिँ तिमीलाई दुईवटा किताब चाहिँ रेकमेन्ड गर्छु जसले तिम्रो आफ्नो डिसिजन मेकिङलाई एकदम बुस्ट गर्नेवाला छ। नम्बर 1 इज अहिले नभनौँ अलि लास्टमा, त्यसको लागि सबैभन्दा सुरुमा तिमीले एउटा स्टोरी सुन्नुपर्ने हुन्छ। दिस स्टोरी इज अबाउट एउटा मान्छे थियो साइन्टिस्ट जसले चाहिँ बिहान चाँडो उठ्न खोजिरहेको थियो अनि लाइकवाइज ऊ जहिले पनि ढिला उठ्थ्यो। त्यो ढिला उठ्नेखेर उसले चाहिँ दिनकै 30 मिनट अगाडि उठ्छु भन्ने सोचेको थियो के। ऊ 7-8 बजे उठ्ने मान्छे दिनको 30 मिनट अगाडि उठ्ने भन्ने सोचेको थियो। अब सो भन्नेखेर त यो सिली सुनिन्छ, या सिली राइट, बट त्यही 30 मिनट अगाडिले उसले एक दिन बिहान 5 बजे उठ्ने बाध्यता गराइदियो कि। बाध्यता के भन्ने, द्याट्स मेक्स हिम पोजिटिभिटी कन्फिडेन्ट एन्ड मेक्स हिम डिसिप्लिन के। अब तिमीले एकैचोटि 500 पुसअप गर्न सक्दैनौ राइट? सक्दैनौ, अभियसली सक्दैनौ। तिमीले 10 गर्न त गाह्रो हुन्छ होला, बट यदि तिमीले आज 1 गर्यौ, भोलि 2 गर्यौ, अनि पर्सि 4 गर्यौ, अनि 6 अनि 8 अनि गर्दै गर्दै तिमीले दिनको स्क्वायर या फिर +1 गरी आफ्नो पुसअप स्ट्रेन्थलाई बढायो भने चाहिँ तिमीले एक दिन एकैचोटिमा 1 सेटमै तिमीले सक्छौ होला नि त 500 पुसअप गर्न। द्याट्स द पावर अफ डेडिकेसन या फिर द्याट्स द पावर अफ कन्ट्रिब्युटिङ के। तिमीले एकैचोटि कुनै पनि कुराहरू गर्न सक्दैनौ। तिम्रो भर्खरको निर्णय, भर्खरको कुन स्टेप चाल्छौ त्यसले चाहिँ तिम्रो भर्खर आउनेवाला त्यो 10-15 इयर्सलाई चाहिँ तिमीले डिसाइड गर्छ के। सो मेक द्याट ह्याबिट। त्यो ह्याबिट, डिसिजन मेकिङ ह्याबिटहरू डेभलप गर्नको लागि मैले तिमीलाई एउटा सिम्पल 2 बुक सजेस्ट गर्छु। नम्बर 1 इज एटोमिक ह्याबिट। यो बुक कस्टम चाहिँ बब्बाल छ क्या। यदि तिमीलाई आफ्नो डिसिजन बनाउन आउँदैन, राम्रोसँग केही गर्न आउँदैन भने चाहिँ यसले तिम्रो नेगेटिभ ह्याबिटहरू हुन्छ नि त्यसलाई चाहिँ फाल्न मद्दत गर्छ। अनि तिम्रो पोजिटिभिटी हुन्छ नि, आफूभित्र रहेको पोजिटिभिटी, त्यसलाई चाहिँ एकदम हाइली लेभलमा ग्रोथ गर्छ क्या। अनि मेक स्योर यो बुक चाहिँ तिमीले आफ्नो विकेस्ट टाइममा नपढे, बिकज यो बुक तिमीले विकेस्ट टाइममा पढ्यौ भनेपछि तिम्रो लाइफ आदि भइसकेको हुन्छ क्या। त्यही भएर मेक स्योर रिड इट जस्ट नाउ के। अनि सेकेन्ड बुकमा रहेको छ द स्लाइट एज बाई जेफ ओल्सन। यो बुक देख्नमा सिम्पल होला, त्यस्तो कम्प्लेक्स नहोला, अरू बुक जस्तो बब्बाल पनि नहोला, बट द्याट टिचेस यु द मोस्ट लेसन के। यसले तिमीलाई यस्तो सिकाउँछ जो अरू कुनै किताबले सिकाउँदैन। द्याट टिचेस यु हाउ टु चेन्ज युर लाइफ फ्रम द सिम्पलेस्ट टु द कम्प्लेक्स। अब यदि तिमी भर्खरै नयाँ बिगनर भनेपछि आई सजेस्ट यु टु स्टडी एटोमिक ह्याबिट्स। यदि तिमीले एटोमिक ह्याबिट पढेको भए तिमीले चाहिँ यो द स्लाइट एज पढ, त्यो चाहिँ एकदम राम्रो हो। आजलाई यति नै। थ्याङ्क यू, धन्यवाद। जय नेपाल, बी नेपाल, गुड नेपाल। ओके।